नमस्ते साथीहरू, आज म तपाईहरुलाई ट्रान्सपोर्टेसन प्रोब्लमको नर्थ वेस्ट कर्नर मेथडबाट इनिशियल बेसिक फिजिबल सोल्युसन कसरी फाइन्ड आउट गर्न पर्छ र कसरी निकाल्न सकिन्छ भन्ने विषयमा यो भिडियो तयार पारेको छु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ। नर्थ वेस्ट कर्नर मेथड भन्ने बित्तिकै हामीले नर्थ भन्नाले कस्तो हुन्छ भन्दा हाम्रो माथि हेर्ने बेलामा के हुन्छ, यता माथि नर्थ, यता इस्ट, साउथ र यता के हुने भयो त वेस्ट। जहिले पनि के हुने भयो नर्थ वेस्ट कर्नर भन्दा बित्तिकै हाम्रो स्टार्टिङ जुन टेबलको नर्थ वेस्ट कर्नर हुने भयो र यसको चाहिँ हाम्रो कस्ट चाहिँ कहाँबाट हेर्ने त नर्थ वेस्ट कर्नर भन्दा बित्तिकै यो के हुने भयो त 1 1 के हुने हाम्रो नर्थ वेस्ट कर्नर। यसबाट चाहिँ के गर्ने हामीले सप्लाई र डिमान्ड एलोकेट गर्दै गर्दै जाने। अब एलोकेट गर्दा बित्तिकै पहिलो के हुने भयो त 1 1 अथवा यो कस्ट 19 मा के गर्ने हेर्ने र यसको के गर्ने त यसको सप्लाई कति छ 7 छ र डिमान्ड कति भयो 5। सप्लाई 7 छ डिमान्ड 5 छ भने यसमा सबसे मिनिमम कुन छ त्यो चाहिँ एलोकेट गर्नेमा मिनिमम कति छ त 7 र 5 मा 5 भयो। चाहिँ यसलाई स्क्वायर ब्रेकेटमा राख्ने। अब यो भइसकेपछि यता के भयो त अब अरु चाहिँ क्यान्सल भयो र यता के हुने भयो त्यो पनि क्यान्सल गरेर बाँकी कति रह्यो त्यसमा 2 5 त्यसमा एलोकेट भइसक्यो र बाँकी कति रह्यो 2 रह्यो। अब यसमा नर्थ वेस्ट कर्नरमा के छ भन्दा अब यसपछि हामी अगाडि बढ्छौँ। यता तल आउने बाटो त छ त छैन, 5 हामीले एलोकेट गरिसक्यो। 5 एलोकेट गरिसकेपछि अब बाँकी कति छ त यो साइडमा आउनु छैन भने अगाडि बढ्ने। अगाडिकोमा के छ त अब 30 मा गइसक्यो। 30 बाट फेरि सप्लाई र डिमान्ड हेर्ने। सप्लाई र डिमान्डमा सबसे मिनिमम कति भयो त त्यता 2 बाँकी छ, यता 8 भयो। 8 र 2 मा मिनिमम कति भयो त 2। यसमा के गर्ने 2 एलोकेट गर्ने। र यो पनि के भयो सकियो। यता बाँकी कति भयो 6। अब यो 6 मा पनि के गर्ने अब अगाडि जान त सकिन्छ त सकिँदैन। हाम्रो एमा 5 एलोकेट भयो, एमा 2 हाम्रो सप्लाई र के भयो त सकियो। पहिलो रोको लागि के भयो सप्लाई सकियो। अब तलतिरपट्टि सर्ने। अब तलतिरमा के भयो त 30 मा आएर हेर्दा हाम्रो सप्लाई कति छ 9 छ र डिमान्ड कति छ 6। 6 र 9 मा मिनिमम कति भयो त 6। 6 चाहिँ यसमा एलोकेट गर्ने। र 6 के भयो क्यान्सल भयो। यसमा कति बाँकी रह्यो त 3। अब यता तल एलोकेट गर्ने ठाउँ छ त छैन। हामीले 6 र 2 8 एलोकेट गरिसक्यौँ। अब के गर्ने त्यसपछि अगाडिकोमा जाने। अगाडिकोमा गइसकेपछि फेरि 40 कोमा हेर्ने। 40 कोमा सप्लाई कति छ 3 छ र डिमान्ड कति छ 7 छ भनेपछि मिनिमम कति राख्छ त 3 छ। 3 एलोकेट गर्ने। यसलाई यसरी चाहिँ काटेर लेख्नुपर्छ है। अब यहाँ कति भयो 4 बाँकी रह्यो। अब अगाडि छ त 9 चाहिँ हाम्रो यहाँ 6 र 3 गरेर के गरिसक्यो त एलोकेट गरिसक्यो। अब के गर्ने तल्लोमा सर्ने। तल्लोमा के गर्ने त 70 को हेर्दा डिमान्ड 4 छ, सप्लाई कति छ 18 छ भनेपछि मिनिमम कुन भयो त 4 भयो। र यहाँ कति बाँकी रह्यो 14। अब हाम्रो लास्टमा कति हो 20 मा भइसक्यो। यसको पनि 14, सप्लाई पनि 14, डिमान्ड पनि 14 भइसकेपछि 14 एलोकेट गर्ने। र यसरी के भयो त हाम्रो नर्थ वेस्ट कर्नर मेथडबाट हामीले के गर्ने हो त सप्लाई र डिमान्ड एलोकेट गर्ने। अब यदि गरिसकेपछि हामीले के गर्छौँ त डिजेनेरेसी अथवा नन डिजेनेरेसी छ कि छैन चेक गर्छौँ। त्यसको लागि के छ त हामीसित m + n - 1 m भनेको के हुन्छ त रो कतिवटा छ 3 वटा छ प्लस कोलम कतिवटा भयो त 4 वटा -1 कति भयो त 6 भयो। र हाम्रो अकुपाइड सेल अकुपाइड भन्नाले हाम्रो जुन एलोकेट गरेको सेल चाहिँ कतिवटा छ त 1 2 3 4 5 6 भनेपछि के भयो त योसित इक्वल भयो। के भयो त 6 इज इक्वल टु number of occupied cell. So it is non-degeneracy. यो के भयो त नन डिजेनेरेसी भयो। नन डिजेनेरेसी भइसकेपछि हामीले के निकाल्न सक्यो त टोटल कस्ट निकाल्न सक्यो। टोटल कस्ट कसरी निकाल्ने त हामीले कस्ट इन्टु एलोकेट गरेको भ्यालु, जुन भ्यालु एलोकेट गरेको छ त्यहीको मात्रा निकाल्ने। जुन अकुपाइड सेलहरु भयो अकुपाइड सेलको कस्ट इन्टु एलोकेट भ्यालु प्लस गरेर सबै 6 वटा अकुपाइड सेलहरुको के गर्ने त कस्ट सित मल्टिप्लाई गरेर हामीले के निकाल्न सक्यो त टोटल कस्ट। यता निकालौं। टोटल कस्ट इक्वल कति हुने भयो त 19 × 5
प्लस 30 into 2 प्लस 30 into 6 प्लस 40 into 3 प्लस 70 into 4 प्लस 20 into 14 गर्दा कति हुन्छ त आर्यस कस्ट कति आउने भयो त हाम्रो 1015 यो सोलुसनमा हामीले के निकाल्यौ त टोटल कस्ट नर्थ वेस्ट कर्नर मेथडबाट हामीले के निकाल्न सक्यौ त इनिशियल बेसिक फिजिबल सोलुसन यसरी निकाल्न सक्यौ लिस्ट कस्ट मेथड भन्नाले यसमा के गरिन्छ हामीले नर्थ वेस्ट कर्नरमा हामी नर्थ वेस्टबाट के गर्दै एलोकेट गर्दै गर्दै जान्थ्यौं भने यसमा के गर्छौं लिस्ट कस्ट भन्दा बित्तिकै सबैभन्दा सानो लिस्ट कस्ट चाहिँ के गर्छौं पहिला फाइन्ड आउट गर्छौं त्यो सेलमा के गर्छौं हामीले पहिला भ्यालु एलोकेट गर्छौं त्यसपछि त्यो भन्दा अलि माथितिरको भ्यालुमा एलोकेट गर्छौं र हामीले के गर्छौं त्यसबाट इनिशियल बेसिक फिजिबल सोलुसन फाइन्ड आउट गर्छौं सुरु गरौं है त यसमा हेरौं सबभन्दा मिनिमम कति छ त 8 8 मा के गरौं त हामीले 8 को सप्लाई र डिमान्ड हेरौं सप्लाई र डिमान्डमा सबभन्दा मिनिमम कुन भयो त 8 भयो 8 मा के गरौं 8 एलोकेट गरौं क्यान्सल भयो यो त बाइक कति रह्यो 10 बाइक रह्यो अब यसरी चाहिँ यो भन्दा अलि ठुलो 8 भन्दा अलिकति माथितिरको भ्यालु चाहिँ कति छ त भनेर हेरौं त्यसपछि के छ त हाम्रो 10 छ 10 मा के गरौं सप्लाई कति छ 7 छ डिमान्ड कति छ हाम्रो 14 छ भनेपछि हाम्रो के भयो त यसमा 7 एलोकेट हुने भयो यहाँ 7 के भयो बाँकी भयो त्यसपछि हाम्रो कति छ त हेरौं अर्को छ हाम्रो 19 मा के त त्यता एलोकेट भइसक्यो भनेपछि त राख्न मिल्यो त मिलेन अब कति बाँकी भयो त अर्को 20 मा कति छ त यसमा 7 भयो डिमान्ड सप्लाई कति भयो त 10 भयो भनेपछि कति मात्र एलोकेट गर्न सक्यो 7 यसमा कति रह्यो 3 बाँकी रह्यो अब यसै गरेर 20 पछि हामीले कति एलोकेट गर्न सक्यो यहाँ पनि एलोकेट गर्न सकिएन किनकि सकिसक्यो त्यहाँ पनि सकिएन भनेपछि अब 30 पछि 40 एउटा यहाँ भयो एउटा यहाँ भयो भनेपछि के गर्नु पर्यो पाले पालो गर्नु पर्यो यसमा राखौँ है त पहिला यसमा कति राख्न सक्यो त यसमा 3 2 बाँकी रह्यो अब यसपछि कुन छ त यो 40 मा राख्नु पर्यो यसमा कति राख्न सक्यो त हामीले 7 यता 7 छ यता कति बाँकी रह्यो 2 अब हामीसित के बाँकी रह्यो त यतापट्टि 2 यतापट्टि पनि 2 मात्र बाँकी रह्यो भनेपछि अब यसलाई के गर्ने त यसमा एलोकेट गर्ने यसरी के गर्न सक्यो त हामीले एलोकेट गर्न सक्यो अब एलोकेट गरिसकेपछि के गर्ने त हामीले नम्बर अफ रो प्लस नम्बर अफ कोलम -1 र हामीले एलोकेट गरेको भ्यालु चाहिँ नम्बर अफ एलोकेट सेल चाहिँ इक्वल छ कि छैन चेक गर्ने रो र कोलम घटाउँदा कति भयो रो कति भयो 3 कोलम कति भयो 4 -1 गर्दा 6 भयो योसित इक्वल छ कि छैन चेक गरौँ है 1 2 3 4 5 6 भनेपछि के भयो त यो 6 रो र कोलम -1 गर्दा पनि 6 आयो र हाम्रो अकुपाइड सेल पनि के भयो त 6 भयो भनेपछि केस के भयो त नन डिजेनेरेसी भयो भनेपछि अब टोटल कस्ट निकाली के हो हाम्रो अगाडिको जसरी नर्थ वेस्ट कर्नर मेथड जसरी जुन जुनमा एलोकेट भएको छ त्यहीबाट गर्ने पहिलो रो हेर्दै जाउँ पहिला के गरौँ जसरी गर्दा पनि हुने भयो 10 into 7 दोस्रोमा के भयो 70 into 2 प्लस 40 into 7 प्लस 40 into 3 प्लस 8 into 8 प्लस 20 into 7 गर्दा हाम्रो टोटल कति हुन्छ त आरएच 814 हुन्छ यसरी हामीले के गर्न सक्यो त लिस्ट कस्टबाट पनि इनिशियल बेसिक फिजिबल सोलुसन निकाल्न सक्यो ट्रान्सपोर्टेसन प्रब्लम हो अर्को भोगल एप्रोक्सिमेसन मेथड हाम्रो के छ त इनिशियल बेसिक फिजिबल सोलुसनमा के छन् त 3-4 मेथड छन् जसमा मैले अगाडि नै गरिसकेँ नर्थ वेस्ट कर्नर मेथड लिस्ट कस्ट मेथड र यो के भोगल एप्रोक्सिमेसन मेथड अथवा भ्याम भयो धेरै चिन्ने गरिन्छ यसलाई पेनाल्टी कस्ट मेथड पनि भनिन्छ हामीले के गर्छौं पेनाल्टी कस्ट निकालेर के गर्छौं त्यसमा
भ्यालुहरू एलोकेसन गरेर के गर्छौँ हामीले टोटल कस्ट निकाल्ने गर्छौँ। र सुरु गरौँ। त्यसको लागि हामीले के गर्छौँ त रो र कोलम दुवैतिर के गर्छौँ त कस्ट डिफरेन्स अथवा पेनाल्टी कस्ट निकाल्छौँ। यता पनि कस्ट डिफरेन्स, यता पनि के गर्छौँ कस्ट डिफरेन्स निकाल्छौँ। कस्ट डिफरेन्स कसरी निकाल्छौँ भन्दा सबभन्दा पहिला मिनिमम कस्ट र मिनिमम कस्ट भन्दा माथितिरको कस्टबाट मिनिमम कस्ट घटाएर के गर्छौँ त हामीले पहिला कस्ट डिफरेन्स निकाल्ने गर्छौँ। र त्यही कस्ट डिफरेन्सको कम्पेयर गरेर के गर्छौँ त हामीले त्यसमा भ्यालु एलोकेट गर्ने गर्छौँ। हेरौँ, हेरेपछि बुझिन्छ के छ त पहिलो रोमा मिनिमम कति छ त 10 छ र 10 भन्दा माथितिरको भ्यालु कति छ त 19 छ। 19 बाट 10 घटाउने, 19 बाट 10 घटाउँदा कति भयो त 9 आयो। त्यस्तै गरेर दोस्रो रोमा के छ त मिनिमम कति भयो 30 भयो, त्यसभन्दा माथितिरको कति भयो त 40, 40 माइनस 30 गर्दा कति भयो त 10 भयो। त्यसपछि तेस्रो रोमा हेरौँ मिनिमम कति भयो 8, यसभन्दा माथितिर कति भयो 20, 20 माइनस 8 गर्दा कति भयो त 12 भयो। अब फेरि के गर्नु पर्यो हामीले फेरि कोलम वाइज पनि सेम गर्नु पर्यो। कोलम वाइज गर्दा कति हुने भयो त 19 मिनिमम भयो, त्यसपछि कति 40, 40 माइनस 19 गर्दा कति भयो त 21 र यसमा कति भयो त 8 इन्टु 30 गर्दा कति भयो त 22 र यसमा के भयो 50 माइनस 40 गर्दा 10 र यसमा 10 माइनस 20 गर्दा पनि 10 भयो। हामीले कस्ट डिफरेन्स त निकाल्यौँ। कस्ट डिफरेन्स निकालेपछि यो पहिलो फर्स्ट कस्ट डिफरेन्सको यताको पनि हेर्ने र यताको पनि हेर्ने, सबभन्दा म्याक्सिमम चाहिँ कुन छ त त्यो हेर्ने है। यो कस्ट डिफरेन्समा के छ त यसमा 22 म्याक्सिमम भयो भने यता र यता दुई के गर्दा म्याक्सिमम कति भयो त 22। जुन म्याक्सिमम छ त्यसमा के गर्ने एरो चिन्ह दिने, उता पनि हुनसक्ने भयो म्याक्सिमम, यता पनि हुनसक्ने भयो है। जुन म्याक्सिमम छ त्यसमा एरो दिने र हामीले कस्ट हेर्ने। कस्ट चाहिँ कुन हेर्ने त सबभन्दा मिनिमम कस्ट कुन छ त्यही हेर्ने र त्यो एलोकेट गर्ने चाहिँ हामी अगाडिको जसरी चाहिँ एलोकेट गर्छौँ। यसमा के भयो मिनिमम कस्ट 8 भयो, 8 को सप्लाई कति छ 18 छ र डिमान्ड कति भयो 8 भयो भने यसमा मिनिमम चाहिँ एलोकेट गर्नु पर्यो र कति भयो त यसमा 8 एलोकेट गरियो र यता बाँकी कति रह्यो त 10 भने यो एलोकेट गरिसकेपछि यता माथि एलोकेट गर्न सकिन्छ त सकिँदैन। सकिँदैन भने त्यसलाई के गर्ने त हामीले क्रस चिन्ह लाउने। अब के गर्ने त एउटा स्टेप त सक्यो। अब फेरि के गर्ने त सेम प्रोसेसले सेकेन्ड टाइम के गर्ने कस्ट डिफरेन्स निकाल्ने। सेकेन्ड टाइम कस्ट डिफरेन्स निकाल्दा फेरि के नगर्ने त हामीले यो क्रस लागेको अथवा यो एलोकेट भइसकेको अकुपाइड सेलहरूको चाहिँ के गर्ने युज नगरेर बाँकीकोबाट मात्र के गर्ने हामीले कस्ट डिफरेन्स निकाल्ने। यसमा के भयो त सेम त्यही नै भयो 9 आउने भयो। यसमा के कति हुने भयो त अहिले 30 माइनस 40 गरेको थियो, अहिले कति हुने भयो त 60 माइनस 40 हुने भयो। कति भयो त यो 20। यसमा कति हुने भयो त यसमा पनि कति हुने भयो 40 माइनस 20 गर्दा कति भयो यहाँ पनि 20 भयो। अब यता यो साइड पनि गर्नु पर्यो, यो साइड त के हुने भयो यो 21 नै भयो। यो त अकुपाइड गर्ने ठाउँ छ त छैन भने यसमा ड्यास लाउने। यसमा कति हुने भयो त यहाँ सेम नै हुने भयो, चेन्ज हुने भएन। यहाँ पनि के हुने भयो सेम नै हुने भयो। अब कम्पेयर गर्ने दुइटा सेकेन्ड कस्ट डिफरेन्स उताको पनि रो वाइजको पनि चाहिँ हेर्ने, कोलम वाइजको पनि कम्पेयर गर्ने। कम्पेयर गर्दा सबभन्दा म्याक्सिमम कुन भयो त 21 भयो, 21 लाई एरो दिने र यसको मिनिमम कस्ट हेर्ने। मिनिमम कस्ट कति छ त 19, 19 को सप्लाई र डिमान्ड हेर्ने। सप्लाई र डिमान्डमा लिस्ट कति छ त 5 छ भने 5 एमा एलोकेट गर्ने। यता के गर्ने क्रस साइन लाउने। अब यता कति बाँकी भयो त 2 बाँकी रह्यो। अब यति गरिसकेपछि फेरि के गर्ने सेम प्रोसेसले कस्ट डिफरेन्स थर्ड निकाल्ने। थर्डमा के हुने भयो त अब यो दुईटा चाहिँ हेर्नु परेन। अब के गर्ने यो 50 माइनस 10 गर्दा कति हुने भयो त 40, 60 माइनस 40 गर्दा 20 र यो गर्दा कति हुने भयो त 70 माइनस गर्दा 50 हुने भयो। र यता पनि सेम प्रोसेसले गर्नु पर्यो। गर्दा के हुने भयो त यता ड्यास हुने भयो, यहाँ पनि ड्यास र यसमा के हुने भयो त 50 माइनस 40 नै हुने भयो, 10 नै भयो। यसमा पनि के हुने भयो एज इट इज 10 नै भयो। र यता हेर्दा के हुने भयो अहिले त यता आएको थियो, तेस्रोमा हेर्दा कति भयो त 10 10 छ, अब 40 20 र 50 भयो भनेपछि म्याक्सिमम कुन भयो त 50 भनेपछि यसमा यो साइन दिने
र यता हेर्ने अकुपाइड भएको र क्रस गरेको चाहिँ नहेर्ने, अरू दुईटा बाँकी चाहिँ हेर्ने। र यो दुईटामा के गर्ने त हामीले जुन मिनिमम छ त्यसमा एलोकेट गर्ने नै हो। कति हुने भयो त यहाँ यसमा 10 बाँकी छ, यसमा 14, मिनिमम कति भयो 10 भयो भनेपछि हामीले के गर्यो त 10 एलोकेट गरिदियो। र यहाँ कति बाँकी रह्यो त 4 बाँकी रह्यो। अब के गर्ने त अझै फेरि एकचोटि हामीले के गर्ने त कस्ट डिफरेन्स निकाल्ने। कस्ट डिफरेन्स निकाल्दा कति हुने भयो त यो 40 हुने भयो, यो 20, यो ड्यास, यो ड्यास, यो ड्यास, यसमा कति हुने भयो त 10 नै हुने भयो। यसमा कति हुने भयो त 60 माइनस 10 गर्दा कति हुने भयो त 50 हुने भयो। भनेपछि फेरि के हुने भयो त यसबाट हामीले के गर्न सक्यो एलोकेट गर्न सक्यो। एलोकेट के गर्न सक्यो त यसको मिनिमम कति भयो त 10 मा भयो। भनेपछि कति हुने भयो त यहाँ 2 हुने भयो। अन्त कति बाँकी रह्यो 2 बाँकी रह्यो। अब यो क्रस भयो। यति गरिसकेपछि हामीसित यसमा 7 छ, यसमा 2 छ र यसमा 9 छ। अब एलोकेट गर्ने दुई ठाउँमा मात्र छ भनेपछि यसलाई हामीले अब लास्टमा डाइरेक्ट राख्दिँदा पनि भयो 7, यसमा 2 गरेर कति भयो त 9 भयो। यसरी हामीले के गर्न सक्यो त भ्याम अथवा भोगल एप्रोक्सिमेसन मेथडबाट पनि के गर्न सक्यो त काम गर्न सक्यो। र यसलाई अब के गर्नु पर्यो हामीले फेरि टेस्ट डिजेनेरेसी टेस्ट गर्नु पर्यो। के छ त नन डिजेनेरेसी छ कि छैन त टेस्ट गर्नु पर्यो। नन डिजेनेरेसीको लागि के छ त केस m + n - 1 इक्वल टु कति भयो त यो द सेम नै भयो। कति छ रो हाम्रो 3 + 4 - 1 इक्वल टु कति भयो त 6। अकुपाइड सेल कतिवटा भयो त 1 2 3 4 5 6 भनेपछि के भयो इज इक्वल टु नम्बर अफ के भयो त अकुपाइड सेल, नम्बर अफ अकुपाइड सेल भयो भनेपछि के भयो त सो इट इज नन डिजेनेरेसी भयो। नन डिजेनेरेसी भयो भनेपछि के निकाल्न सक्यो त नन डिजेनेरेसी भइसकेपछि अब हामीले टोटल कस्ट निकाल्न सक्यो। टोटल कस्ट निकाल्ने त अगाडिको जस्तै हो। टोटल कस्ट कसरी निकाल्ने त जुन एलोकेटेड भ्यालु अथवा अकुपाइड सेल जुन छ त्योसित एलोकेट गरेको भ्यालु के गर्ने मल्टिप्लाई गर्ने। 19 × 5 + 10 × 2 + 40 × 7 + 60 × 2 + 8 × 8 + 20 × 10 गर्दा हाम्रो कति हुन्छ त आएर 499। अब सेम क्वेसन हामीले के गर्यो नर्थ वेस्ट कर्नरबाट पनि गरिदियो, लिस्ट कस्टबाट पनि गरिदियो र भोगल एप्रोक्सिमेसन अथवा भ्यामबाट पनि गरिदियो। तिनवटा गर्दा सबभन्दा मिनिमम हामीले ट्रान्सपोर्टेसन प्रब्लम त मिनिमम निकाल्नु पर्ने छ। सबैभन्दा मिनिमम चाहिँ कुनबाट आयो त भ्याम। भनेपछि एप्रोक्सिमेसन चाहिँ के हुने भयो त सबभन्दा भोगल एप्रोक्सिमेसन मेथड चाहिँ के हुने भयो बेस्ट मेथड हुने भयो। हामीलाई मिनिमम निकाल्नु भनेको छ भन्दा हामीले के गर्न सक्यो त भोगल एप्रोक्सिमेसन मेथड लाएर ट्रान्सपोर्टेसन कस्टको प्रब्लमहरू सल्भ गर्यो भने छिटो के हुने भयो त मिनिमम कस्ट आउने भयो।